हेलो एभ्रिवान। सो आज चाहिँ हाम्रो आमाले यहाँ कसावाको नेपालीबाट के पो भन्छ सिम्बल तरुल घरिघरि बिर्सिहाल्छ। सिम्बल तरुलको खुरी बनाउँदैछ। यहाँ चाहिँ आमाले बनाउनु हुँदैछ। यहाँ चाहिँ अब के नाम चाहिँ यो चाहिँ चुलामा बनाउँदैछ। चुला चाहिँ खास गरी हाम्रो उतापट्टि छ, तर यो पनि अब यसमा चाहिँ अलिक ठुलो छ, आगो मजाले जान्छ भनेर चाहिँ बस्तीको चुला अब जहाँ जहाँ फङ्सनहरू हुँदाखेरि चाहिँ यहाँ युज गर्छ। अब यहाँ चाहिँ इन्गेज छैन, यस्तो पनि छ चुला, र यो चाहिँ इन्गेज छैन। यहाँ चाहिँ अब आगो मजाले जान्छ। आमा यता हेर्नु न, यता यसरी अलि यता अगाडि आइन देखेन हुने बस्नु न, ल आमा यता के को खुरी बनाउनु भएको आमा? सिम्बल तरुलको। आज आमाले फर्स्ट टाइम बनाएको अरे कि, तब दामी भयो भनेछ आमाले फर्स्ट टाइम। यहाँ न्याउ पनि छ, खानुको लागि रेडी छ। ए कफी, यो अजङको यो कफी, यो पातिमको कफी बनाउनु लाग्यो। दामी भयो त आटा। यो चाहिँ यसरी बनाउँछ। अब कस्तो सफ्ट पनि हुँदो रहेछ नि नम्बर चाहिँ, सफ्ट कस्तो राम्रो हेर्नु नि। आटाकै रोटीहरू चाहिँ देख्दो रहेछ है, मजाको गिलो रोटीहरू जस्तो कि। हामी चाहिँ फर्स्ट टाइम खाएको आज कसावाको चाहिँ आमाले पनि फर्स्ट टाइम बनाएको अरे। वाउ दामी भयो तर, दामी भयो। अब भरे खुरी बनाएर चाहिँ देखाउँछु तपाईँलाई सब्जीसँग रोल गरेको चाहिँ। यो चाहिँ ब्याटर है खुरीको। यसमा चाहिँ सिम्बलको पिठो आमाले कुटेर राखेको चाहिँ हालेर चाहिँ पानी हालेर चाहिँ फिटेको छ। अन्त आफ्टर द्याट फिटेर चाहिँ यसरी लाउनुहुन्छ। चाहिँ अन्त खुरीको लागि सब्जी आनी निमुले बनाउनु हुँदैछ। आज चाहिँ टोटली हामी चाहिँ अर्ग्यानिकै खाँदैछ। अब लन्च चाहिँ हामीले अलरेडी गरिसक्यो। लन्च चाहिँ अब यहाँ खाजामा चाहिँ आमाले कसावा सिम्बल तरुलको खुरी बनाइदिन्छ। यो चाहिँ आनी निमुले सब्जी बनाउँदो रहेछ। सिम्पल सब्जी, साग छ। अन्त यसमा चाहिँ के हाल्छ भने चाहिँ यहाँ सिलाम चाहिँ अलरेडी आनी निमुले ग्राइन्ड गरेर राखेको छ। सो यो सिम्बल पनि सागमा हाल्छ। सिम्बलले चाहिँ टेस्ट दिन्छ। यसमा चाहिँ सब्जीमा चाहिँ टमाटर हाल्दैन, खालि प्याज मात्रै हाल्छ। अनि आमाको चाहिँ अस्ति पनि मैले भिडियोमा भन्नुभयो, योपालि पनि भन्छ आमाको चाहिँ खुरी चाहिँ पुरै फेमस छ। अन्त मिठो पनि बडा मिठो हुन्छ। अनि यहाँ चाहिँ आनी निमुले अर्ग्यानिकै हो, बस्तीको टमाटरको अचार बनाउने अरे। अन्त टमाटर पनि बस्तीको युज गर्छु भनेर अचार बनाउने भनेर चाहिँ उसले टमाटर काटेर साइज यसो काटेर बोइल गरिरहेको छ। अब अचार पिस्छ यसको चाहिँ। अब यसमा चाहिँ सिलामको ब्याटर हालेको छ। सागमा चाहिँ यसो चलाउनुपर्छ सिलामको ब्याटर। भेजिटेबल इज डन। सो सिलाम पनि हालेर मिक्स गरिसक्यो। यही सिलामले चाहिँ टेस्ट खुरीमा टेस्ट मिठो ल्याउँछ। यही सिलामले चाहिँ टेस्टी बनाउँछ खुरी चाहिँ। यहाँ चाहिँ हामीले अब डल्ले पिस्नु हुँदैछ अचार। म डल्ले चाहिँ हाल्यो, यति बेसी हाल्नु भएको? थुप्रो हुन्छ, थुप्रो हाल्यो भने चाहिँ मिठो हुन्छ। होइन थुप्रो जनालाई दिनुपर्छ। ए थुप्रो जनालाई दिनुपर्छ। ए निकै बनाउनुपर्छ। ए निकै बनाउँछ। टमाटर ए भने पनि साइडमा मेरो हस्बेन्डले हि डिमान्डेड फर कफी। सो मैले चाहिँ कफी बनाएर चाहिँ कफी चाहिँ रेडिमेड कफी हो। यो कफी टाटा कफीको रेडिमेड कफी। सो त्यो बनाएर चाहिँ आइएम टेकिङ हिम कफी। के हाल्नु भएको यो कालो कालो चाहिँ? टिम्बुरको फुल हालेको अरे। यो सबै अब किन आज चाहिँ अर्ग्यानिक बनाउँछ त्यस कारण सबै अर्ग्यानिकको अचार पनि अर्ग्यानिक है। चाहिँ टिम्बुरको फुल हालेर चाहिँ पिस्नुभयो अचार। आनीले पिस्नु हुँदैछ। अब चाहिँ यहाँ आनीले रुख टमाटर तासेर काटेर राखिरहेछ। अब यो पनि आफ्टर द्याट सँगै मिक्स गरेर पिस्छ। यो चाहिँ रुख टमाटर आनीले तासेर काटेर सिलौटो भन्छ है, सिलौटोमा राखिरहेछ। अब चाहिँ आनीले यहाँ सिलौटोमा टमाटर रुख टमाटर लास्ट इन्ग्रिडियन्ट आनी यो है। यो इन्ग्रिडियन्ट चाहिँ लास्ट इन्ग्रिडियन्ट रुख टमाटर चाहिँ हालेर पिस्नु हुँदैछ।
फाइनली अचार पनि भयो एकछिन नचलाउँछ नि यति राम्रो अचार पनि भयो रुख टमाटरको यो चाहिँ अब सिलौटोमा पिसेको त्यस कारण चाहिँ अलिकति रफ हुन्छ मिक्सर जस्तै मिहिन हुँदैन अचार पनि मिठो यमी देख्दैछ है बेबी चाहिँ निपुङलाई फकाएर होइन माग्दैछ पुरा मिठो भएर निपुङसँग यहाँ निपुङलाई चिप्ले डलेर माग्दैछ निपुङ बोबो भन न कसरी खान्छ खुरी कसरी खान्छ आम गरेर खान्छ सब्जी चाहिँ यसरी स्प्रेड गर्छ स्प्रेड गरेर चाहिँ सिम्पल छ बनाइसक्यो भने त स्प्रेड गरेर रोल मात्रै गर्नु हो सरी यहाँ चाहिँ मेरो हस्बेन्डको लागि रेडी गरिदिँदैछ आनी निमुले अनि सब्जीमा नुन लागेछ एकदम दामी वाउ आज चाहिँ फर्स्ट टाइम हामी पनि क्यासावाको सिम्बल तरुलको खुरी खाँदैछ यो पनि अल बिकज अफ आनी निमु एन्ड आमाले गरेर हाम्रो चाहिँ अनि निमु र आमा चाहिँ पुरा एक्टिभ छ सिम्बल तरुलको पिठो कुटेर खासमा मिक्सरमा पनि गर्दा हुन्छ तर अब कुटेको चाहिँ फाल्टै हुन्छ नि है कुटेको चाहिँ टेस्टी हुन्छ अब अर्ग्यानिक वेबाटै गऱ्यो भने चाहिँ अब त्यो के भन्छ एउटा दुःखको त्यो के भन्छ मिठो पनि हुन्छ मायाले बनाइदिएको त्यो है मायाले उयो गरेर मिठो हुन्छ भनेर चारवटा त खानु सक्छ होला है बचाउने आमाले पछाडि ब्राग गर्नु के भन्दैछ तिमीहरूको ब्लग चाहिँ गान्तोकतिर पनि देख्छ होला खानु मन सक्छ होला बिचरा गान्तोककोलाई पनि भने आमा त जोस चल्यो भने त बनाएर पनि पठाउँछ त गान्तोकतिर पनि खानु पाउँछ एउटा थ्याङ्क यू अनि एउटा स्पुन हालिदिनु नि एउटा यो चाहिँ मेरो हस्बेन्डको लागि रेडी गरिदिएको आनीले थ्याङ्क यू अनि यो चाहिँ ओके नाउ आई विल बी टेकिङ दिस फर माई हस्बेन्ड यो चाहिँ मुनिको चाहिँ अर्ग्यानिक प्लेट हो वुडको यस्तो छ लुकिङ यम्मी एन्ड डिलिसियस म चाहिँ हस्बेन्डलाई पुऱ्याउनु जान्दैछु है हौ खुरी पुऱ्याउनु आउँदै थियो नि ल बेबी मलाई दिनु तपाईँ खुरी पक्रिन्छ बे खुरी कस्तो भएछ सिम्बल तरुलको है खुरी यहाँ चाहिँ हेर्नु न दुईजना दिदी बहिनी चाहिँ यहाँ चाहिँ रोल गरेर यसरी चाहिँ मेरो फोटो होइन म त के भन्छ यस्तो मात्रै के भन्छ राम्रै फोटो त राम्रै आउँदैन रहेछ हौ मेरोबाट चाहिँ त्यो अस्ति सेटिङ गरेर हो फोन हेर्नु लागि बिजी हो दुईजना